श्रोतागणहरू अहिले तपाईहरु विस्फोट च्यानल मार्फत तपाईले हेरिरहनु भएको छ। अहिले चाहिँ तपाईं यहाँ देख्न सक्नुहुन्छ हाम्रो जालु निकनेम जालु त उहाँको नाम चाहिँ ज्याफन हो। उहाँ चाहिँ अहिले एग्रिकल्चरको एउटा नेपालको सम्भावना छ भन्ने कुरालाई चाहिँ प्रमाणित गर्नको निम्ति चाहिँ उहाँ र उहाँको दिदी सुरुजा यानी कि सुषमा एकदमै अहिले सक्रिय रूपमा कृषि क्रान्तिमा लागिरहनु भएको छ। उहाँले चाहिँ यहाँ हेरिरहनु भएको छ, बारिरहनु भएको छ। पछाडि अगाडिपट्टि तपाईहरुले बृहत टमेटो फार्म लगायत विभिन्न तरकारीहरूको तपाईहरुले दृश्य मार्फत हेरिरहनु भएको छ, देख्न सक्नुहुनेछ। उहाँहरु चाहिँ एकदमै प्रयास गरिरहनु भएको छ। एकदमै नेपालमा नै सम्भावना छ सबै कुराहरुको भन्ने कुराहरु चाहिँ प्रस्तुत हो। हाम्रो जालुको भाइ हाम्रो बुद्धु यानी कि बुद्धिमान उहाँ पनि एकदमै सघाउनका निम्ति सक्रिय रूपमा आइरहनु भएको छ। आजको युवा पुस्ताहरू तपाईहरुले दृढै देख्न सक्नुहुन्छ कि यसरी खेतीमा एग्रिकल्चर तर्फ मोटिभेसन भएको कुरालाई तपाईहरुले देख्नुहुन्छ। तपाईहरु पक्कै पनि यो भिडियो मार्फत तपाईहरु पनि पक्कै उत्साहित हुनुहुनेछ भन्ने कुरामा म पुनः विश्वास दिलाउन चाहन्छु। र उहाँले यहाँ लागिरहनु भएको छ। तपाईँ यस एग्रिकल्चरको डाइरेक्टर हुनुहुन्छ होइन त सर? हजुर हो त बाबु। कति वर्ष भयो तपाईहरुले यो एग्रिकल्चरलाई अपनाउनु भएको? लगभग 10 वर्ष भइसक्यो त। एकदम बधाई छ, शुभकामना छ। प्रगति उत्तर प्रगति गर्दै जानुहोस्, मेरो यही शुभकामना छ। मेरो विस्फोट याम्फू च्यानल मार्फत सम्पूर्ण नेपाली जनसमुदायहरूलाई यही सन्देश दिन चाहन्छु। नेपालमा नै सम्भव छ, सबै कुराहरू गरे असम्भव भन्ने कुराहरू केही छैन भन्ने कुरा चाहिँ यस कुराबाट त प्रमाणित भएको म घोषणा गर्दछु। तपाईहरुलाई पनि यही सन्देश दिन चाहन्छु। आफ्नो देशमा आफै श्रम गरौँ, पसिना बगाउँ, सक्षम बनाऊ, उद्यमी बनाऊ भन्न चाहन्छु। हुन्छ, धन्यवाद। जय नेपाल।